साथीहरू दर्शक नमस्कार छ होइन फेरि पनि 2082 सालको विजय दशमी मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु होइन। अनि मलाई एउटा कुरा के भन्न मन लाग्यो भने अहिले चाहिँ जे जति अब यो उसहरू अब दसैँको लागि अब मान्छेहरू लुट धन्दा नगर्नु होइन, यताउति नगर्नु, अब जथाभावी भाडाहरू नलिनु, अनि प्लस अनि बाटोमा हिँड्दाखेरि गरगहना धेरै लगाएर हिँड्नु होइन। अनि चाहिँ भएन भनेर प्लस अनि आफू हिँड्दाखेरि सचेत भएर हिँड्नु। अहिले चाहिँ बाटोहरू धेरै खराब भइरहेको छ होइन। अनि त्यसपछि चाहिँ बाटोमा हिँड्दा मान्छेहरूले धेरै कुरा ख्याल गर्नु। अब मान्छेहरूको हर कुराहरू के भन्छ यो मान्छेहरू एउटै सोच हुँदैन के, मान्छेहरू एउटै सोच हुँदैन होइन। अनि चाहिँ त्यसपछि चाहिँ के मान्छेहरू अनेक सोचेको हुन्छ के अरे बाटोमा हिँड्दाखेरि अब यताउति होइन। त्यसै भाइ बढिया। अनि त्यसपछि चाहिँ साथीहरूले अनि फेरि अब के बाटोमा हिँड्दा गरगहना लगाउँदा पनि नलगाउनुहोस् भने लगाउनुहोस्, तर चाहिँ के अरे कम मात्रामा होइन। के अरे यताउति हिँड्दाखेरि अब चोर डकैतीहरूको यो लुटपाट बढेको सङ्ख्याहरू देखिएको छ हर ठाउँमा, हर के अरे जग्गा ठाउँहरूमा होइन। यताउतिमा हिँड्दाखेरि अलिकति ख्याल गरेर हिँड्नु। अनि के अरे शुभ यात्रा छ त तपाईँहरूलाई पनि गाडीमा हिँड्दाखेरि अलिकति ख्याल गरेर हिँड्नुहोस्। अब अहिले चाहिँ यस्तो पानी परेको बेला छ होइन। अनि अहिले मौसम विभागले के भन्दैछ भने फेरि अब हिले दसैँ हुन्छ भन्दैछ। अब हिले दसैँ नहोला, सायद होला नहोला, त्यो त भगवान्को हातमा छ होइन। अनि अलिकति ख्याल गरेर बाटोमा हिँड्दाखेरि ख्याल गरेर हिँड्नु होला।